D4 ब्लग केटा तिमी जस्तो गोरो मान्छे पनि कालो भइदियो यस्तो माइका मिठो छ ए गुणनिधि फ्रेन्च फ्राइजको बारेमा केही भन्नु त आज आज नयाँ कुरा खान पाइयो। हे गाइज वेलकम ब्याक। आज अर्को दिन जस्तो कि आज हाम्रो बिहान बिहान पिबिएल सेसन छ। आजको मौसम पनि एकदम सुहाना छ। हाम्रो यता D4 ब्लग केटा तिमी जस्तो गोरो मान्छे पनि कालो भइदियो यस्तो हाम्रो सिआरज्यू अरू आउँदैछ यस्तै। आजको मौसम हेर्न सक्नुहुन्छ एकदम पानी पर्छ जस्तो छ, तर पानी परेको छैन होइन दिवाकर? बिहानदेखि पर्नु पर्यो यस्तो नेपालगञ्ज भएको ठाउँमा एकदम गर्मी पर्छ नि। चिसो हुन्छ होइन अनि त्यस्तो हाम्रो गल्ली हेर्नुहोस् यो सिआरजी सन्चै हो। के भन्नु छ भन्नु त आजको पिबिएलको उता आउँदैछ तर देखिएन। पिबिएलको त्यो छ केस 1को फर्स्टमा हाम्रो त्यो पऱ्यो के भन्छ फिजियोलोजीको हेर्न सक्नुहुन्छ। एकदम सबैजना रेडी छ। अरू छ हे माइकलज्यू, हे माइकल उता हाम्रो दिपकजी हामीहरू पछाडि बसेर एकदम के गर्दैछौँ यस्तो बुकहरू हेर्न सक्नुहुन्छ। केटाहरू पुरा पिबिएलको बुकहरू खाइदिइसकेछ होइन माइकल? यस्तो हामीहरू बाहिर निस्किसक्यो पिबिएलको एकदम हेर्न सक्नुहुन्छ। हावाहुरी छ यस्तो हामीलाई बुक लिन पठाएछ लाइब्रेरीमा। यस्तो लाइब्रेरीमा एनाटमीको हाम्रो क्लास सकेपछि केटाहरू आफ्नो हाइट नाप्दैछ। म यस्तो पछाडि बसेर हेर्दैछु। ए माइकल तिम्रो हाइट कति पुग्यो? ल हाम्रो सकिसक्यो। A few moments later. डाइरेक्ट हामी पुगे यस्तो मेसमा। मेसको खाना एकदम हेर्न सक्नुहुन्छ। आज हामीलाई फ्रेन्च फ्राइज दिएछ होइन माइकलजी? मिठो छ। ए गुणनिधि फ्रेन्च फ्राइजको बारेमा केही भन्नु त? आज आज नयाँ कुरा खान पाइयो। अब के हुन्छ थाहा छैन। ल अब खाँदैछु। डाइरेक्ट खाना खाएर हामी यता क्लासमा आइसक्यो। एकदम माहौल तगडा छ। यसो बाहिर हेर्न सक्नुहुन्छ पानी पर्दैछ पियुषको साथ। भन त होइन त्यति जाँदैन हो। यस्तो अब दुईटा क्लास सकेपछि अब कता जान्छौ तिमी? हो टिआरजी अब तपाईँको कुनको ट्युटोरियल छ? के को ट्युटोरियल छ? क्लास चल रहा था क्लास में अब के को ट्युटोरियल? ट्यूटोरियल जो फिजियोलॉजी ल मेरो माइक्रो आएको छ। अब हाम्रो मेरो चाहिँ प्याथोलोजीको हो। अब हेरौँ के हुन्छ। ल अब हामी जाँदैछौँ। ल गाइस आजको भिडियो यति रहेछ। केही इम्प्रुभमेन्ट गर्नुपर्छ भने भन्नुहोस्, किनभने अहिले स्टार्टिङ फेजमै छु। फेरि पहिला गरेको थिएँ तर अहिले पनि फेरि त्यसको लागि
लाइक सब्सक्राइब सेयर गरिदिनु र इम्प्रुभमेन्ट केही गर्नुपर्छ भने कमेन्ट गर्नु थ्याङ्क यू फर वाचिङ बाई बाई